शिवाय। ओम विष्णवे नमः। ओम विष्णवे नमः। हामी मुक्तिनाथ क्षेत्रमा छौँ र यो मुक्तिनाथको आज बिहान 6:40 गएको छ। 2082 साल चैत्रको 24 गते हिजो हिमपात भएर एकदम स्टामै हिम भएछ। यीदेखि हिम श्रृङ्खलाहरू अन्नपूर्ण रेन्ज हुन्। हामी चाहिँ मुक्तिनाथ क्षेत्रमा छौँ। सबैदेखि चाहिँ यता परेको थोरङ जाने पाखको डाँडा हो। म करिब 37-38 वर्षपछि आइपुगेको। मुक्तिनाथको निर्माणको अवसरमा म यहाँ कार्यरत थिएँ, तर अहिले धेरै परिवर्तन भइसकेका छन्। तलदेखि नै चाहिँ रानीपौवा गाउँ हो। तलदेखि नै परको बस्ती पुराङ भन्छन् त्यसलाई। र हामी चाहिँ दर्शनार्थीहरू आउँदै हुनुहुन्छ। जय विष्णवे नमः, जय विष्णवे नमः, जय विष्णवे नमः।